हेलो 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 स्वागत छ तपाईलाई मेरो भिडियोमा। आज बिहानै जाँदैछु म एक्जाम दिन। मेरो एक्जाम चाहिँ गोल पार्क परेको छ बहुमुखी क्याम्पस। त्यहाँसम्म म जान्छु साथीसित। अहिले भने जाँदैछु म साथीको रुममा। त्यसको लागि चाहिँ मैले आफ्नो साइकल चढेर जानुपर्ने हुन्छ साथीसित। अहिले भने म छु साथीको रुममा। साथी तयारी भयो भने अब जानुपर्ने हुन्छ क्याम्पससम्म। मैले भने कुरामा रुमदेखि निस्केको भिडियो बनाउनु बिर्सेछु। यो भिडियो चाहिँ गोल पार्क क्याम्पसको नजिकको हो। बिहानको मौसम भने राम्रो छ। अब हामी लाग्नु पर्ने हुन्छ यहाँदेखि राइट क्याम्पसतर्फ। बाहिर त कति धेरै स्टुडेन्ट हुनुहुन्थ्यो, त्यहीबाट लाग्यो हामी भित्र आउँदा पनि छुट्टै माहौल रहेछ त। माहौल भने बाइक पार्किङ र नोटिस हेर्नेको पो रहेछ। हामी पनि के काम, हामीले पनि बाइक पार्किङ गरेर लाग्यो नोटिस हेर्नतर्फ। रुम नम्बर हेरेर बाहिर बस्नु त भएन, त्यसको लागि चाहिँ हामी निस्क्यौँ रुमतिर। अनि मेरा साथीहरूको गफ पनि एक्जामकै छ। ल अब म जान्छु एक्जाम लेख्न। एक्जाम लेखेर त निस्केको मान्छे हेरेर छक्क। अनि त्यसपछि हाम्रो चल्यो कुराकानी, एक्जाम कस्तो भयो, एक्जाम बिग्रियो भन्दै हाँस्दै हामी त खतरा रहेछौँ जस्तो लाग्यो। अनि यतिकैमा भन्छ साथीले यो कलेज पनि घुमाम न। अनि हामी दुईजना अङ्कमालमा जोडिँदै कलेज घुम्नतिर लाग्यौँ। कलेज हेरेको त राम्रो पो रहेछ। हामीले एक्जाम दिएको ठाउँ चाहिँ यता होइन, त्यसैले यता आउँदा राम्रो लाग्यो। अब हेरियो कलेज, अब जान्छौँ बाइकतिर। बाइक चढेर हामी निस्क्यौँ कलेज बाहिर। अनि पछाडि बाइकमा आवाज सुने पनि नसुने पनि हामी कुरा गर्दै निस्क्यौँ रुमतिर। त्यति बेला भने त्यति धेरै भिड थिएन। अनि मस्तीमा हिँडियो। अनि हामी लाग्यो मिलनचोकदेखि भित्र। तर यो बाटो भने कति भिड, आजसम्म देखेकै छैन मैले यो बाटो खाली भएको। फेरि मैले रातिको कुरा गरेको होइन नि दिउँसोको। ल सबै कुरा त्यस्तै हो। अब हामी जानुपर्ने हुन्छ साथीको रुमतिर। अनि रुम अगाडि आएर चाहिँ झरियो। अब मेरो बाइकको यात्रा सकियो, म भने साइकलतिर लागेँ। अनि साइकल उठाएर जानुपर्ने हुन्छ रुमतिर। बाटोमा छ 3 औँ, अहिले बढ्दै ठुलो भएको छ। एकछिन दङ्ग अनि पुगेँ घरमा पुग्न बित्तिकै त कपालमा मसार्छु त बा। होइन मेरो आदत कति बिग्रेको यो, यस्तै नै होला सायद सधैँभरि। ल अब भने मैले सक्नुपर्ने हुन्छ मेरो मिनी भ्लग। सकेर उठाउनु पर्ने हुन्छ कपडा। यहाँसम्म हेरेकोमा धन्यवाद, बाई बाई।